दर्शकवृन्द नमस्कार। यति बेला हामीसँग कुराकानी गर्नका लागि श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष लोकनाथ चुडाल हुनुहुन्छ। स्वागत छ यहाँलाई। हजुर धन्यवाद, नमस्कार। अब यो सरकारको गतिविधिको विषयमा धेरै प्रश्नहरू उठ्यो सर। यहाँले विशेष गरी तपाईहरुको पार्टी प्रतिपक्षी दलको रूपमा खडा छन् दरो रूपमा। अब सरकारले यति बेला रासोपालाई चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी हैन राष्ट्रिय स्वर्ण पार्टी भन्न थाले। अब यो सम्पत्ति विवरण सार्वजनिक गर्दै गर्दा अस्ति जसरी 100 तोला 200 तोला 2 करोड बैंक ब्यालेन्स हदबन्दी भन्दा बढी जग्गा अम्मम्म यो के हो सर? यो आफ्नै फेयर इन्कमबाट कमाएका हुन् भन्ने जस्तो लाग्यो कि के जस्तो लाग्यो तपाईलाई यो विषयमा? होइन, अब फेयर छ कि अनफेयर छ उहाँहरूको कमाई त्यो राज्यले इन्भेस्टिगेसन गरेर भन्ने हो। हामीले बाहिरबाट भन्ने होइन। अब समग्रमा आउँदा मन्त्रीज्यूहरू सम्पन्नशाली हुनुहुँदो रहेछ हैन। अब त्यो सम्पन्नताका लागि धन्यवाद भन्नुपर्छ हैन। 30-40 वर्षको उमेरमा 30-35 करोड 40 करोडको रेन्जमा सम्पत्ति आर्जन गर्ने, अनि फेरि उहाँहरू नै यो देशमा केही भएन, देश बस्न योग्य छैन, खतम गरे, पुरानाले खाए सिद्ध्याए भन्नुहुन्थ्यो। अनि त्यो बस्न अयोग्य भएको देशमा बेरोजगारी लथालिङ्ग भएको मुलुकमा त्यस्तो आम्दानी चाहिँ कुन व्यवसायबाट भयो हैन, कुन पेसाबाट त्यति छिटो त्यस्तो चाहिँ प्रगति हुन्छ? अब यो चाहिँ एउटा प्रश्न नै हो यो हैन। यति छिटो रातारात चमत्कार हुन्थ्यो भने युवाहरू खुरुखुरु फर्म भर्दै पासपोर्ट बनाउँदै देश निकाला किन हुनु पर्थ्यो हैन? 200-300 तोलासम्म, अझ यो त थोरबो भन्छु म, 4-5 केजीको सो गरे भए पनि हुन्थ्यो हैन। अझै लुकाएका छन् त त्यसो होइन, देशका लुकाएको भनिनँ मैले, देशका युवाहरू हैन राम्रो पुँजी निर्माण गर्न सक्ने क्षमता रहेछ भनेर सकारात्मक पनि बुझौँ न। तर त्यो चाहिँ यति छिटो 40 वर्षको उमेरभित्र पढ्नु पनि पर्यो। डिग्री पढ्दा ओर्दा 27-28 वर्षको भइसक्छ मान्छे हैन। त्यसो हुँदा कम्तीमा पनि 25 वर्षको हुन्छ भनेपछि 25-10-35 भनेको 12-13 वर्षको बिचमा अनि 13-14 करोडको हाराहारीमा सम्पत्ति कमाएको त देखियो। अनि त्यस्तो चमत्कारिक बिजनेस नेपालमा के छ हैन? प्रधानमन्त्रीज्यूले त सामाजिक सञ्जाल भन्नुभयो, अनि केही छैन भन्नुभयो। अनि युट्युबबाट सामाजिक सञ्जालबाट आर्जन हुन्थ्यो भने तपाईहरुको किन नभएको? हामी पनि 5औं 6औं 6-7 वर्षबाट गरिरहेछौँ सर हैन। अनि 8-10 वर्ष त तपाईहरु जस्ता 10-15 वर्षदेखि लागिरहेका साथीहरु कयौं मान्छे छन्, कयौं मान्छे। अनि उहाँहरूले त्यत्रो 35-40 करोडको कमाई भएको सार्वजनिक भएको त छैन। त्यसो हुँदा एउटा प्रश्न के हो भने, म आलोचनाका लागि आलोचना त गर्दिन, प्रश्न के हो भने व्यवसाय हो भने त्यो व्यवसाय राज्यको कानुनभित्रै थियो होला हैन? जति हो उहाँहरूसँग भएको पुँजीलाई उहाँहरूसँग सम्पत्ति रहेछ भनेर ईर्ष्या गर्ने होइन क्या। सम्पत्ति कमाउनु भएको रहेछ यसका लागि धन्यवाद, अझै कमाउनुहोस्। तर त्यसको राज्यको कानुनभित्र बसेर कमाउने होला नि त सम्पत्ति, कानुन बाहिरको त इलिगल हुन्छ। सिम्पल कुरा हो नि यो। अब यसैलाई आलोचना भन्देलान्। त्यसकारण राज्यको कानुनले जज गरेका छ कि छैन भनेको त्यो सम्पत्तिमा लाग्ने ट्याक्स तिरेको प्रमाण चाहिँ उहाँहरूसँग छ कि छैन भन्ने प्रश्न चाहिँ आज आम नागरिक वृत्तबाट उठेको छ। किनभने 200 तोला हाराहारीमा सुन आर्जन गर्दै गर्दा 30-35 करोड चाहिँ नगद अथवा जिन्सी सहितको हदबन्दी भन्दा बढी जग्गाहरू, हदबन्दी भन्दा बढी जग्गा किन्दै गर्दा हैन, त्यसको आय स्रोत चाहिँ कहीँ प्रमाणित हुनु पर्यो नि त। व्यवसाय हो भने राज्यको ट्याक्सको दायरामा हुनु पर्यो। जबकि एउटा सामान्य पान पसलले पनि ट्याक्स नतिरिकन उसको पसल चल्दैन। अहिलेका सम्माननीय गृहमन्त्रीज्यूले चाहिँ ट्याक्स नतिरेको भन्ने न्युजहरू बाहिर आइरहेछ। अरूको त थाहा भएन, बिस्तारै आउँला। अब यो ट्याक्सको दायराभित्र, करको दायराभित्र त आउनु पर्ला नि हैन? प्रधानमन्त्रीको होस् या मन्त्रीको होस् या नागरिकै किन नहोस् क्या, एउटा सामान्य नागरिकको पनि अथवा रातारात सम्पत्ति जोडिने बाटो चाहिँ के हो भने क्या हो, त्यो बाटो चाहिँ कानुनको फ्रेमभित्र हुन्छ क्या। तपाईँ व्यवसाय गर्नुहोस्, जस्तो तपाईँले अहिले एउटा मिडिया च्यानल चलाउँदै गर्दा
तपाईँले पनि ट्याक्स तिरेको हुनुपर्छ नि त, होइन? भनेपछि तपाईँले राज्यभित्र जेसुकै व्यापार गर्नुहोस्, व्यवसाय गर्नुहोस्, त्यो कानुनको अधीनमा गर्ने हो क्या, कानुनमा जज गरेर गर्ने हो। भनेपछि राज्यभित्र आम्दानी गरेको कुरा चाहिँ ट्याक्सको दायराभित्र गएको हुन्छ। ट्याक्सको दायराभित्र गएर प्रमाणित भएको हो भने त क्या बात, धन्यवाद भने भइगयो नि उहाँहरूलाई, होइन? त्यो खालको क्षमता रहेछ नि त, त्यो खालको आर्जन गर्ने सिप र कला अरू युवाहरूलाई पनि। अनि त्यो क्षमता भएका युवाहरू आज सरकारमा छन् भने नीति पनि त्यो अनुसारको आउँछ। अब यहाँ त रातारात युवाहरूले त चमत्कारिक ढङ्गले रोजगारी पाउने भए, व्यवसाय गर्ने भएर 100 तोला सुन त आर्जन गर्ने भए नि त 8-10 वर्षको बिचमा। त्यो हिसाबले 5 वर्षको बिचमा पनि 25-30 तोला त एउटा युवाले कमाउनु पर्यो, त्यति जोड्न सक्ने सामर्थ्य हुनु पर्यो। भनेको त्यो खालको व्यवसाय, त्यो खालको सृजनात्मक उद्योग धन्दा आउला यहाँनिर अपेक्षा गरौँ। एउटै प्रश्न के हो भने आम बुद्धिजीवीले, आम अर्थविदहरूले गरेको कुरा के हो भने, आम मान्छेले उठाएको प्रश्न के हो भने प्रधानमन्त्रीज्यूको सम्पत्तिको होल त्यसलाई प्याकेजमा ट्याक्स तिर्दा झन् 52 लाख प्लस तिर्नुपर्ने रहेछ ट्याक्स। त्यो ट्याक्सेसनको हिसाबै सार्वजनिक गरेका छन्, होइन? ट्याक्सको निर्धारण गर्ने अथवा मुनाफा आयकर, होइन, नाफाको कर, अब यो हिसाबले। त्यसो हुँदा त्यो सम्पत्ति चाहिँ राज्यको ट्याक्समा जज भएर प्रमाणित भयो भने उहाँहरूप्रति हार्दिक धन्यवाद म अगाडि नै दिन्छु। त्यो चाहिँ उहाँहरूको पनि छानबिनको दायरामा आउँछ होला, जनताले त्यो माग गरेको बुझिन्छ। अब अर्थमन्त्रीज्यूको 4वटा घर भन्ने कुराहरू सार्वजनिक भयो। यो पैतृक सम्पत्ति हो पनि भने त्यो पैतृक सम्पत्ति सार्वजनिक गर्नुपर्छ कि पर्दैन सर? त्यो जस्तो पिताको, मेरो पिताजीको यति, मेरो पिताको नाममा यति जग्गा थियो भनेर गृहमन्त्रीज्यूले पनि भनिरहनु भएको छ। त्यो यता धनकुटादेखि लिएर नवलपरासी, नवलपुर, कता कता यता गोर्खातिर त्यो सम्पत्ति चाहिँ सार्वजनिक गर्नुपर्छ कि पर्दैन? बाउको सम्पत्ति होइन, पैतृक सम्पत्ति हो भने त्यो स्वतः ट्याक्सेसनको दायरामा हुन्छ। जग्गा छ भने पनि मालपोत तिर्नुपर्छ, कहिले किनेको, यी सबै रेकर्ड त मालपोतमा भइहाल्छन् नि त, कोसँग लिएको, कहिले किनेको, होइन? त्यसकारण हरेक वर्ष भूमि कर तिरेकै हुन्छ, घर जग्गा भए घर जग्गा कर तिरेकै हुन्छ। र पछि आफूले किनेको हो भने त्यो चाहिँ कुन आय स्रोतबाट किनेको, त सार्वजनिक तहमा गएपछि प्रश्न उठ्ने कुरा हो। तर यस्तो चमत्कारिक आय चाहिँ, आम्दानी चाहिँ अस्वाभाविक नै देखिन्छ, अस्वाभाविक सम्पत्ति अस्वाभाविक देखिन्छ। त्यसलाई स्वाभाविक त्यो पिरियडभित्र होला। अब अर्थमन्त्रीको त अब विदेशमा कता चाहिँ, होइन, अन्तर्राष्ट्रिय मुद्रा कोषमा विभिन्न चाहिँ मुलुकहरूमा चाहिँ अर्थविज्ञको रूपमा सल्लाह दिनुभयो अथवा त्यहाँ जागिर गर्नुभयो भने त्यहाँको तलब कति हो, त्यसले कति जोड्ने, अब प्रमाणित होला। प्रमाणित हुँदाको हकसम्म नाजायज मान्न भएन। अब अन्वेषणले अप्रमाणित देखाएको जति अब कानुनको दायरामा आउँछ। यहाँनिर त्यत्रो चाहिँ मच्चिएर आलोचना गर्नुपर्ने पनि देखिन्न, होइन? मलाई चाहिँ त्यो लाग्दैन, होइन? तर त्यो चाहिँ राज्यको विधिभित्रबाट प्रमाणित भएको छ कि छैन भन्ने चाहिँ मूल प्रश्न हो समग्रमा। तर अहिले यो अब निवर्तमान भनौँ र आजसम्मको इतिहासले हेर्ने हो भने पहिला सरकारमा गएका व्यक्तिहरूले, मन्त्रीहरूले चाहिँ 4 तोला सुन, 6 तोला सुन, 7 तोला, 8 तोलासम्म बढी सुन र 2-4 लाख देखाउँदाखेरि आलोचना गर्थे। अब यो अहिले यति बेला यो रासोपाले 200 तोलाभन्दा बढी सुन, 100 तोलाभन्दा बढी सुन, करोडौँ रुपियाँ खातामा देखाउँदै गर्दाखेरि पनि यिनीहरूलाई चाहिँ फेरि जननागरिकहरूले के भन्दैछन् भने ठिक छ, यिनीहरूले तर पोलिटिकल राजनीतिमा आउनुभन्दा अगाडि नै कमाएर आएका रहेछन्, अब भ्रष्टाचार गर्दैनन् भनेर फेरि भनिरहेको अवस्था छ। उहाँहरूको यो अहिले कसरी कमाउनु हो तपाईँहरूले भनेर नागरिकलाई प्रश्न गरे। यदि कसैले प्रश्न गरिहाल्यो भने उसले ठुलो गाली खानेवाला छ सर। यो अवस्था किन यस्तो भयो सर? यो होइन, किन यस्तो हुँदैछ? त्यो त बेकुब कुरा हो नि, त्यो बेकुब कुरा हो। कोही एउटा सार्वजनिक पदमा गएपछि प्रश्नभन्दा बाहिर हुँदैन क्या, त्यति कुरा बुझ्नु पर्यो। त्यो चाहिँ राजनीतिक नबुझेको कुरा हो, होइन? त्यसो हुँदा
अब यी टन्न धन बकाएर छन्, यिनले भ्रष्टाचार गर्दैनन् भनेर विश्वास गर्नु चाहिँ सबैभन्दा मूर्खता र फ्रड कुरा हो। यो मूर्खता पनि हो र फ्रड कुरा पनि हो। त्यसकारण भ्रष्टाचार दुनियाँका मुलुकमा हुन्छ क्या, दुनियाँभरका मुलुकमा हुन्छ क्या, तर त्यो कुन स्केलबाट कसरी हुन्छ भन्ने कुरा हो। त्यसकारण सत्ता र शक्तिको सङ्घर्षका बिचमा प्रश्नहरू उठ्छन्। उहाँहरूले लिगल फ्रेमबाट कमाएको प्रमाणित गरे भयो नि त। उहाँहरूले कमाउनु नाजायज हुँदै होइन, तर चाहिँ हिजो सत्तामा थिएन भनेर बाहिर इलिगल ढङ्गले आर्जन गरे हो भने त्यो जायज होइन नि। राज्यको कर छली गर्नु पनि सरकारमा आउनुभन्दा अगाडि जसरी कमाए पनि यस्तो अहिलेको यो सिनारियो कस्तो छ भने जसरी कमाए पनि कमाओस्, तर अहिले सरकारमा आइसके पछाडि भ्रष्टाचार गरेर कमाएको त होइन। यसो भए यसरी भन्छन् के मान्छेले, यो यसरी यस्तो तर्क राख्न सरकारमा नबसेर क्या, त्यही तपाईँले प्रश्न गरे जस्ता तर्क राख्ने सम्पूर्ण दाजुभाइहरूलाई मेरो के प्रश्न छ भने, सरकारमा नजाँदा सार्वजनिक नेतृत्वमा नहुँदा चाहिँ कानुन छलेर कानुनको विपरीत धनार्जन गर्नु पनि राज्य ठग्नु हो क्या। त्यो पनि अपराध हो नि सर। होइन, कानुनलाई छलेर कमाउनु भने त त्यो त चाहिँ अवैध सम्पत्ति हो त, अवैध आर्जन हो क्या। भनेको नि एउटा सामान्य पान पसल जसले चाहिँ 1000 रुपियाँको दिनभरिमा बेच्छ भने पनि उसले पानमा दर्ता हुनुपर्छ। एउटा सामान्य तहको काम गर्ने कर्मचारीले पनि आफ्नो तलब बुझ्दा ट्याक्स तिर्नुपर्छ क्या। त्यसकारण राज्यको ट्याक्स भन्दा बाहिरबाट कसैले आम्दानी गरेको छ भने कानुनले त त्यो इलिगल देखियो त। त्यसकारण अवैध कानुनभन्दा बाहिरका अवैध धन्दा गरेर पनि त आर्जन गर्न सक्ने भयो नि मान्छेले। अनि अवैध धन्दा गरेर आर्जन गरेर छ भने त्यो त गलत हो नि त। त्यसकारण कानुनको अधीनस्थ कानुनको राज्यका विधिभित्र बसेर कमाउनु चाहिँ जायज सम्पत्ति हो र त्यसरी कमाइएको सम्पत्ति चाहिँ प्रमाणित र राज्यले पनि स्वीकार्ने सम्पत्ति हो। त्यसो हुँदा अब चाहिँ होल प्याकेजमा हेर्दा अथवा समग्रतामा हेर्दा यत्रो उपलब्धता उहाँहरूकै भाषामा यो देशले केही दिएन, यहाँ युवा बस्न रोजगार छैन, सारा छैन, जम्मै लुटेर मात्रै खायो भने उहाँहरूले त्यत्रो रोजगार त्यत्रो अपर्च्युनिटी कसरी पाउनु भयो र बाँकी युवाले पाएन क्या। त्यो पनि हो। उहाँहरूले त्यति धेरै पाउँदा पनि सरकारलाई गाली गर्नुपर्ने चाहिँ के थियो त त्यसो? अनि उहाँहरूलाई त्यत्रो अपर्च्युनिटी रहेछ त, त्यो त फन्डा भन्ने देखिहाल्यो नि सिधै। होइन, अब त्यो यो त एउटा झुटलाई छोप्न 1000 झुट बोल्नुपर्छ होइन। यही विषयमा धेरै यति भन्दा कुरो पुग्छ। यही विषयमा गरमा गरम टिप्पणी गर्न जरुरी छैन। कानुनले तोकेको दायरा भित्रबाट उहाँहरूले आर्जन गरे सम्पत्ति हो भने उहाँहरूलाई दाइजोबाट आएको भने कसैले यो दाइजो प्रथाको अन्त्य गर्ने भन्ने कुराहरू यही सरकारले गरिरहेको छ। नौटङ्की दाइजो चाहिँ जसले पनि दिन सक्छ भन्ने कुरा हो। अनि दाइजो चाहिँ कहाँ कति न दिन्छन् त होइन। त्यो 25 तोला 30 तोला अघिल्ला सरकारहरूको एभरेज 25 तोला देखिन्थ्यो। अहिलेको सरकारको सुनको चाहिँ एभरेज हेर्ने हो भने पर हेड 40 तोलाको रेन्जमा आउँछ क्या। भन्दा बढी 40 तोला भन्दा बढी होइन, ल 40 प्लस तोला होला क्या। भनेपछि 1 केजी 1.5 केजी सुन। त्यसो हुँदा अब यो धेरै आलोचना त गर्दिनँ, उहाँहरूको आय स्रोतको बाटो प्रमाणित हुनुपर्छ। तर यति भन्दै गर्दा तपाईँले गाली खानेवाला चाहिँ छ फेरि, किनभने सामाजिक सञ्जालमा त्यो ट्रेन्ड चलिरहेको रहेछ। उनीहरूको सम्पत्ति कसरी त्यो तपाईँले सार्वजनिक गर्नुभयो, त्यत्रो सम्पत्ति कसरी कमाउनु भयो भन्ने बित्तिकै गाली खाने ट्रेन्ड बनाएछ नि त फेरि सर। होइन, गाली गर्नेले गरोस् न त, ऊ गाली गर्नै जन्मिया हो भने गरोस् न। जनतालाई कति गाली गर्नु छ, गाली गरे होइन। उहाँको घरमा सायद नुन छैन होला, नेताको घरमा सुन हुँदा पनि उहाँहरू ताली बजाइरहनु भएको छ भने त्यो उहाँहरूलाई नै धन्यवाद, उहाँले नै सोच्दै दिन आउला। गाली गर्नेहरूलाई पहिल्यै अग्रिम शुभकामना। अब अलिकति सुशासन चाहिँ कायम भयो, लागू गरे भन्ने कुराहरू आयो। जस्तो आज मात्रै सभामुख डिपी अर्यालज्यूको गाडीलाई पनि ट्राफिकले चिट काटिदिएको अवस्था छ। यो के हो सर? यो फन्डा हो या के भन्नुहुन्छ? यो चाहिँ निष्पक्षतापूर्वक हुन खोजेको हो भने यो सही कुरा हो। असल कुरालाई असल मान्नुपर्छ। सभामुख न प्रधानमन्त्री न मन्त्री ट्राफिक नियमको उल्लङ्घन हुन्छ भने सबैलाई लाग्नुपर्छ। जनतालाई लाग्ने कानुन, कानुनभन्दा बाहिर मन्त्री पनि होइन, प्रधानमन्त्री पनि होइन। त्यसो हुँदा
जनताले मन्त्री बनाएको, जनमत दिएको, जङ्गबहादुर चुनेको, महाराजा छानेको होइन। त्यसो हुँदा कानुनको अधिकतम एप्लाई गर्ने आफ्ना प्रतिनिधि छानेको। त्यसो हुँदा यो अनौठो होइन। कानुनको दायराभित्र सबै आउनुपर्छ भन्ने सन्देश हो। अब होइन उपसभामुखलाई पनि चिट काट्यो भनेर सभामुखलाई के अरे सभामुखको गाडीलाई चिट काट्यो भनेर उत्सव मनाउनु पर्ने, ठुलो प्रचार गर्नुपर्ने विषय होइन। कानुनी मापदण्डभित्र उहाँ गएको सवारी साधन परेन भने ट्राफिक रुल्सभित्र ट्राफिकले चिट काट्यो, एउटा पब्लिकको जस्तै हो क्या। कानुनको नजरमा त सामान्य कुरा हो। त्यसो हुँदा यो सुरुवात। अर्को कुरा चाहिँ तपाईँले प्रश्न नसोध्दै एउटा कुरा चाहिँ मलाई लागेको कुरा, म त्यसका लागि नेपाल सरकारलाई धन्यवाद दिन्छु है। केमा भन्नुहुन्छ भने यो समाज कल्याण परिषदको जो भिरगुटी मण्डप स्थित संरचनाभित्र होइन ठुला ठुला मिडिया, वरिष्ठ मिडिया कर्मीहरू पनि 80 लाखसम्म भाडा नतिरी बसेर राज्यको सम्पत्तिमा दाइँ गरेर बस्नु भएको रहेछ। त्यसलाई नियन्त्रण गरौँ सरकारले। क्या बात सरकार, धन्यवाद छ भन्न चाहन्छु म होइन। त्यसो हुँदा अरू त्यहाँ थुप्रै क्या अब त्यो बन्द हुने परिस्थितिमा पुस्तकालय रहेछ 3 करोड कि कति पैसा नतिरेर सञ्चालन गरे। सरकारी सम्पत्ति भाडामा लिजमा लिएपछि इन टाइम भाडा तिर्नु पर्दैन, अनि भाडा नतिरेर व्यवसाय गर्ने, अनि उसलाई छुनु नहुने, अनि त्यहाँ अरूलाई उचाल दिने, यो किसिमको सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने र सार्वजनिक सम्पत्तिमा ठगी गर्ने छुट कहीँ कतै कसैलाई पनि हुनु हुँदैन। सरकारले त्यो कदम चालेकोमा धन्यवाद दिनुहुन्छ। धन्यवाद, हार्दिक आभार सहित खुसी व्यक्त गर्छु। म खुसी व्यक्त गर्दै धन्यवाद भन्छु। यस्ता कारबाहीहरू चाहिँ कडाइपूर्वक सरकारले ल्याओस्। एउटा नागरिकको हिसाबले, एउटा प्रतिपक्षी पार्टीको एउटा पदाधिकारीको हिसाबले पनि यस्ता भ्रष्ट ठग कुकर्महरू विरुद्ध सरकारले चलाउने कानुनी डन्डालाई धन्यवाद भन्न चाहन्छु। अब यति बेला यो सभामुख उपसभामुखको कुरा लिएर पनि तपाईँहरूको पार्टीप्रति अलिकति मान्छेहरूले प्रश्न गरे। जस्तो संस्कृति पार्टीलाई शुद्ध रूपमा चाहिँ प्रतिपक्षी दलको रूपमा मान्छेले मान्दै गर्दाखेरि हुन त संवैधानिक पद हो त्यो एउटा, तर मान्छेले चाहिँ कसरी बुझ्यो भने सरकारमा गए है, प्रतिपक्षीको दलमा हामीले एउटा असल प्रतिपक्षी दल जसले आवाज उठाउन सक्छ भनेर संस्कृतिलाई मानेका थियौँ, तर सरकारमा गए है भनेर उपसभामुखको कुरालाई लिएर मान्छेहरूले प्रश्न उठाइरहेछ। यसमा स्पष्ट पार्दिनुहुन्छ सर, के भन्नुहुन्छ तपाईँ? त्यो कुरालाई सरकारमा साँच्चै नै गएको हो? त्यो कुरालाई त्यत्रो आँतिएर प्रश्न गर्न पर्दैन। आगामी भूमिका हेर्दा भइहाल्छ होइन। भूमिकाले प्रमाणित गर्ने हो नि त होइन। त्यो उपसभामुख चाहिँ प्रतिपक्षी दलले अथवा एउटै दलको हुनु हुँदैन, फरक दलको चाहिन्छ भन्ने मान्यता, कानुनी मान्यता पनि हो र संसदीय अभ्यास पनि हो। त्यसो हुँदा श्रम संस्कृतिले पार्टीले पायो, अर्को पार्टीले पनि राप्रपालाई किन दिएन? त्यसलाई दिएको भए हुन्थ्यो नि, उसले भन्ने कुराहरू गरे फेरि सर होइन। त्यसो भए ऊ सरकारमा गएको भन्ने प्रश्न यो राजनीतिमा त्यति सुहाउँदिलो प्रश्न होइन। तर आगामी भूमिकाले सरकारको खबरदारीमा श्रम संस्कृति पार्टीले कमी देखायो होइन। राष्ट्रिय एजेन्डाहरूमा होइन, राष्ट्रलाई दूरगामी प्रभाव पार्ने सन्धि सम्झौताको विषयमा होइन, असमान सन्धि सम्झौताको विषयमा, एमसिसी र एसपिपी जस्ता विषयमा श्रम संस्कृति पार्टीको स्वर चाहिँ कर्नरतिर पर्यो भने त्यतिखेर प्रश्न गर्नु जायज हुन्छ। अहिले नै यसो भयो भनेर त्यहाँ जानै हुँदैन थियो भन्ने कुरा चाहिँ त्यति राजनीतिक प्रश्न होइन। भनेपछि उपसभामुख संवैधानिक पद धारण गर्न जाँदै गर्दा सरकारमा श्रम संस्कृति पार्टी गएको भन्ने होइन। अनि अब त्यो प्रतिपक्षी दलले पाउने हो, विपक्षी दलहरू हिजो होइन। मान्छेले त्यसरी सोचे नि त फेरि सर, नबुझ्नेहरूले मान्छेले त सोच्न, मान्छेले के सोध्छ के सोध्दैन, अब ती सबै कुराको उत्तर दिएर साध्य हुन्छ। विरोधका लागि पनि प्रश्न उठाएको हुन्छ, अथवा चाहिँ दुईटा बिचको चाहिँ त्यो खेलभित्र पनि खेलेको हुनसक्छ, अथवा सत्ता पक्षले यता ल्याउने अर्को चाहिँ एउटा खेल पनि हुन्छ। त्यसकारण यो समयलाई पर्खेर नहेरिकन यसको विषयमा सत्तामा गयो भन्नु चाहिँ त्यति राजनीतिक सङ्गत देखिन्न। अब यहाँहरूको पार्टी अध्यक्षले अब एउटा गहन विषय उठाउनु भएको छ, त्यो सांसदहरूलाई स्वकीय दिने भन्ने कुरालाई, त्यो स्वकीय सचिवलाई सांसदहरूलाई नदिउँ भन्ने कुरा गर्दै हुनुहुन्छ उहाँले।
हामीलाई त्यो आर्थिक भार ठुलो थपिने रहेछ, बरु त्यसले चाहिँ यता विकासे बजेटतिर पठाउँ या प्रक्रिया मिल्ने ठाउँमा पठाउँ भन्दै हुनुहुन्छ होइन। यो के भन्नुहुन्छ यसमा, यो स्वकीय सचिव दिने कुरालाई लिएर चाहिँ के भन्नुहुन्छ सर? होइन, स्वकीय सचिव चाहिन्छ जस्तो पनि मलाई लाग्दैन, मलाई पनि लाग्दैन क्या। अनि हिजो चुनावमै म एउटा स्वकीय सचिव पनि राख्छु, त्यहाँ अधिकांश चाहिँ माननीयहरूले आफ्नै परिवारभित्रको मान्छे नै राख्छन् स्वकीय सचिव, अनि त्यो एउटा जागिर खुवाउने कुरा हो, मलाई त त्यो लाग्छ क्या, जागिर खुवाउने कुरा हो। अनि एउटा माननीयको भूमिका आफै पुरा गर्न सकिँदैन, सकिन्छ होला नि, डायरी मेन्टेन गर्न आफै सकिन्छ होला, त्यति त गर्न सक्नु पर्यो होला नि होइन। हुन त अब हाम्रा माननीयहरू कतिसम्म बुझ्नुहुन्छ होइन, हामीलाई नापजाँचै गरेको कोट ठिक भएन, बनाइदिनु पर्यो, हामीले कोटै पाएनौँ, यसमा ध्यानाकर्षण होस् भनेर संसदमा कुरा उठाउनुहुन्छ। अब त्यो चेतनाबाट उठ्या माननीयज्यूहरूबाट त्यत्रो ठुलो अपेक्षा म चाहिँ गर्दिनँ होइन। 3 घन्टासम्म मेकअप गरेर आउँछन् भन्ने यस्तो कुराहरू पनि आइरहेछ, त्यो के त्यस्तो कुरा लाज मार्दो कुरा पनि गर्ने हो सर? खै अब यतातिर टिप्पणी नगरौँ, त्यसको मर्यादा भन्ने कुरा पनि होइन, जनतालाई सुसूचित त गराउनु पर्ला नि फेरि यस्तो कुराहरू होइन। जनताले पनि बुझ्नु भएकै छ, अब यो अलि लो स्तरमा टिप्पणी नै नगरौँ भन्छु क्या। ठिकै छ। अब संस्कृति पार्टी यति बेला डेलिभरी दिएर आउँदै गरेको पार्टी, उदाउँदै गरेको पार्टी, त्यो दार्चुलाको पुल बनाउने कुरामा फेरि विवाद मुच्यो। विवाद चाहिँ के हो भने त्यो काठेदुम्लिङ भन्ने ठाउँमा पुल बनाउनु पर्ने ठाउँमा चाहिँ अलरेडी पहिला पुल थिएछ भन्ने कुराहरू आयो। त्यो त्यहाँको एउटा गणेश ठगुन्ना या कसले त्यहाँको सांसदले, निवर्तमान सांसद, पहिलाको सांसदले भन्दै हुनुहुन्थ्यो के रहेछ सर त्यहाँ। अब एउटा पुल बनाउने भन्दै गर्दा लगभग 2टा पुल बनाउनु लाग्नुभयो कि क्या हो त्यहाँ? होइन, अहिले पुल बनाउने कुरा त एउटै हो, त्यहीँ स्थानीय जनताका भिडियो पनि हेर्नु भएकै छ, त्यहीँका स्थानीय जनता बोल्नु भएकै छ, पूर्व कर्मचारीहरू पनि त्यहाँ बोल्नु भएको सुनेको छु होइन। अब त्यहाँको पूर्व माननीयले के भन्नुभयो के भन्नु भएन, जो एउटा नानी तुइनमा तर्दै गर्दा जुन चाहिँ हाम्रो अध्यक्षले त्यो पुल बनाउँछु भने अब बन्या त त्यही पुल हो, त्यही पुल बनाउने कुरा, त्यही पुल बनाउने कुरा हो। अनि त्यहाँ अर्को पुल भए त्यो नानी त्यहाँ तारमा किन झुन्डिन्थ्यो, तुइनमा किन झुन्डिन्थ्यो, पुल नभएरै त्यो अवस्था आएको। त्यसकारण यो फन्डा कुतर्क भ्रम बाँड्नेहरूको चिच्याहाट बाहेक के पनि होइन होइन। यही सन्दर्भमा अहिले हाम्रा पूर्व विशिष्ट एकजना उपाध्याय थरका मान्छेलाई बडा ज्वरो आउँछ क्या त्यो विषय। त्यो यो पुल बनाएको कुरो आयो कि त्यो झोलुङ्गे पुलको कुरो आयो कि उहाँ चाहिँ त्यो पानीसँग के हुँदा तर्सिन्छ भन्छ नि, त्यस्तै हुन्छ उहाँलाई त्यो पुलको कुरा उठेपछि। त्यो मात्रै नभनौँ, सुन्नु, उहाँ आफै हिजो डोलीडार भन्नेले देशमा 500 देखि 700 पुल वितरण गर्थ्यो, त्यसको प्रमुख हो। त्यतिखेर त्यो व्यास यो देशभित्र थिएन, त्यो दार्चुला नेपालभित्र थिएन। अनि उहाँहरूको पनि चेतना त्यत्रो बौद्धिकता थियो भने त्यो देख्नु नि। अहिले एउटा श्रम अभियानबाट एउटा जनताको प्रतिनिधिले म जनतासँग आह्वान गरिदिन्छु भन्दा तिनी उपाध्याय थरका ती पूर्व विशिष्टलाई औडा हुनुपर्ने कारण के छ भने क्या, कि त्यो पुरानो पुलहरूको कहीँ बक्यौता छुट्छ खोतलिन्छ भनेर ज्वरो आएको त होइन। यस्तो प्रश्न पनि गर्नुपर्ने भएको छ। त्यसकारण जनताले सहयोग गर्छु भन्यो र हाम्रो पार्टीको श्रद्धेय अध्यक्ष हर्क साम्पाङज्यूले एउटा जनसेवाको काम श्रमदानबाट गर्छु, जनताको जनसहभागिताबाट होइन, जनसहभागिताबाट गर्छु भन्दा होइन, त्यो पूर्वका जनताले पश्चिमलाई एउटा उपहार दिएको भन्ने रूपमा बुझे पनि हुन्छ। यसको बारेमा सामाजिक सञ्जालमा तिनात उफ्रेर गर्न जरुरी थिएन। अनि हिजो अहिले ईर्ष्या लाग्नेले हिजै त्यहाँ एउटा पुल हालिदिया भए हुन्थ्यो, हिजै गरिदिया भए हुन्थ्यो त। अनि त्यहीँका पूर्व जनप्रतिनिधिहरू यो त ठाउँमा बनेन, त ठाउँमा कुन ठाउँमा बनाउनु पर्थ्यो? उहाँहरूले यतिका वर्ष के हेर्नुभयो क्या, के हेर्नुभयो क्या? सुदूरपश्चिमका थुप्रै पूर्व मन्त्रीहरू होइन, प्रधानमन्त्रीहरूले के हेर्नुभयो त? जनताको दुःख त त्यहाँ रहेछ। अनि आफू पनि नगर्ने, अर्काले गरेको भने यता भएन उता भएन। जुन अर्को भनेको ठाउँमा चाहिँ भारतसँग सिमाना जोडिन्छ पारिपट्टि होइन, त्यसकारण भारतको अनुमति चाहिन्छ। अहिले तत्काल त्यो नभएको भएर त्यसको केही
तल जो त्यो बच्चीको नाम बिर्सेँ मैले, तिनी नानी जुन चाहिँ तुइनबाट तरिन् त्यही ठाउँमा पुल बन्दैछ, काठे दुम्लिङ होइन, काठे दुम्लिङमै पुल बन्दैछ। अनि जहाँ जुन परिदृश्य देखा पर्यो, जहाँ भने हो त्यहीँ बन्दैछ। अनि रोइलो गर्नुपर्ने के छ? त्यसो भए त्यहाँ हर्क साम्पाङजीको नेतृत्वमा पुल बन्दैछ, श्रम संस्कृति पार्टीका श्रमदाताहरूले बनाउँदैछन् भने अर्को ठाउँमा नेपाल सरकारले हालिदिए भयो नि त। अथवा ती पुराना पार्टीका जनप्रतिनिधिहरूले आफैले पुराना पार्टीले पनि अर्को श्रमदान गरेको हो त। दुई तिहाईको सरकारलाई एउटा ठुलो त्यो ऊ पनि हो नि सर, एउटा के भन्छ त्यसलाई, ट्याकल पनि भयो नि, होइन एक प्रकारले भन्ने हो। त्यसो हुँदाखेरि यस्ता कुरामा जनतालाई सुविधा पाउने कुरामा आधारभूत वर्गका जनतालाई सहजता, जीवनयापनमा सहजता गर्ने कुरा जसले गरिदिए पनि हुन्छ क्या। भोलि नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा होस्, नेपाली काङ्ग्रेसको नेतृत्वमा होस्, राष्ट्रिय स्वतन्त्र पार्टीकै त्यत्रो धनी पार्टी, होइन, नेताहरू नि त्यत्रो धनी छन्, अलिअलि 1-2 तोला सबैले मिलेर खर्च गर्ने भने एउटा पुल बनिहाल्छ, उहाँहरूले पनि गरेको हो। अनि श्रम संस्कृति पार्टीले पुल बनायो भनेर रुँदै किन हिँड्न पर्यो क्या? रुँदै हिँड्न पर्ने जरुरी छैन। ठुल्ठुला उद्यमी व्यवसायीले गरिदिए पनि भयो, जनतालाई राहत हुन्छ जहाँ समस्या छ क्या। ठिक छ सर, अब यो अन्तिममा आउनेछौँ यति बेला। अब यो स्थानीय तहको चुनाव पनि नजिकै छ। यो स्थानीयतर्फ तपाईँहरूको योजना कस्तो छ, कसरी अगाडि बढिरहनु भएको छ? यो अब पार्टी विस्तारको कामहरूदेखि लिएर के छ सर, यो कसरी अगाडि बढिरहनु भएको छ यहाँहरू? तपाईँ केही यति बेला अब संस्कृति पार्टी समर्थकदेखि लिएर पार्टीभित्रैका व्यक्तिहरूलाई सम्म पनि सुझाव दिन चाहनुहुन्छ भने नि यहाँलाई खुला छ सर, केही भन्नुहुन्छ? होइन, अब मुख्यतः नेतृत्वबाटै त्यो खालको सोच अगाडि आउनुपर्छ, नीति योजनाहरू बन्नुपर्छ। पार्टीको होल टिम परिचालित भएर स्थानीय स्तरका वडा कमिटीसम्म, जिल्ला प्रदेश यी सबै ठाउँमा द्रुत गतिमा सङ्गठन बनाउने दिशातिर अगाडि बढ्नुपर्छ। पार्टीमा त्यो छलफल होला, चाँडै नै एउटा निर्णय आएर अगाडि बढ्ने कुरा हुन्छ नै। आम पार्टीका श्रमदाता साथीहरू, शुभेच्छुक साथीहरू, श्रमदाता साथीहरूले यतातिर पनि सबै आफ्ना क्षेत्रमा यहाँहरूले सचेततापूर्वक ती कुराहरूलाई अगाडि बढाउन म आग्रह र अनुरोध पनि गर्न चाहन्छु। पार्टीगत हिसाबले हेर्ने हो भने अलिकति पछाडि र व्यक्तिगत हिसाबले हेर्ने हो भने यो श्रम संस्कृति पार्टी चाहिँ व्यक्तिहरू अगाडि बढेको जस्तो देखियो। जस्तो कुनै एउटा ठाउँमा व्यक्ति एक्लै गएर प्रचार गर्ने, श्रम संस्कृतिको विषयलाई बोल्ने, यो संस्थागत हिसाबले अगाडि बढ्नु पर्यो भन्ने मान्छेहरूको त्यो कमेन्टहरू पनि म देख्छु। यो पार्टी यति बेला तपाईँहरूको पार्टी व्यक्तिगत रूपमा अगाडि बढिरहेछ र यो संस्थागत रूपमा भन्दा पनि के देख्नु भएको छ? अब व्यक्तिले आफै गर्ने कुरा भयो भने चाहिँ यदि त्यस्तो मैले चाहिँ देखेको छुइनँ। कमेन्टहरूमा कता त्यस्तो कमेन्टहरू त आउने भए कसले के भन्छ कमेन्टका जवाफ दिएर त्यो सम्भव हुँदैन। मैले अहिलेसम्म अनुभूत गरेको पनि छैन। पार्टी संस्थागत भएन र त्यसरी इन्डिभिजुअल व्यक्ति अगाडि बढेर जाने हो भने चाहिँ यसले अवसानको बाटो अवलम्बन गर्छ र अराजकता निर्माण गर्छ। त्यसो भयो भने पार्टीलाई क्षति हुन्छ। त्यसो नगर्नका निमित्त सबै पार्टीका श्रमदाता शुभेच्छुकहरूलाई म आग्रह र अनुरोध दुवै गर्न चाहन्छु। तल चाहिँ केन्द्रदेखि तलसम्म संस्थागत रूपमा सोचिनुपर्छ र राजनीतिक विचार योजनाका साथ अगाडि बढिएन भने आजको उभार भोलि नहुन सक्छ। पार्टी यसमा सचेत छ, सचेत रहनुपर्छ र सबै शुभेच्छकहरूको, श्रमदाता साथीहरूको संस्थागत र केन्द्रीकृत धारणा चाहिँ अभिव्यक्त हुनुपर्छ भन्ने ठान्छु मैले। अब कस्तो स्ट्राटेजी बनाउनु भएको छ अन्तिममा सर? केही छ पार्टीबाट अहिले? होइन, अब अहिले मैले व्यक्तिगत स्ट्राटेजी बनाएर भएन। अब सम्भवतः चाँडै केन्द्रीय कमिटीको बैठक होला। बैठकमा स्थानीय तहको चुनावको लागि भने त्यो स्थानीय तहको चुनावका लागि भए पनि अरू चाहिँ पार्टी संरचना विकास गर्नका निमित्त पनि, पार्टी विस्तार गर्नका निमित्त पनि केन्द्रीय कमिटीको गत निर्वाचनको समीक्षासहित होइन 2-3 दिनको समय सीमा राखेर केन्द्रीय कमिटीमा घनीभूत छलफल भएर होइन एउटा नीतिगत योजना र एउटा तलसम्म जाने गरीको
एउटा दस्तावेजीकरण भएर संस्थागत भएर अगाडि बढ्दा मात्रै पार्टीको सुदूर भविष्य चाहिँ निर्माण हुन्छ र उज्जवल हुन्छ भन्ने कुरा नै मुख्य कुरा हो। हस् सर, अन्तिममा के छ यहाँले भन्नुपर्ने हाम्रो दर्शकहरूलाई? होइन, अब त्यस्तो छैन। श्रम संस्कृति पार्टीले राष्ट्र, राष्ट्रियता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता र यो देशलाई दूरगामी रूपमा असर पर्ने कुनै पनि सन्धि सम्झौताका निमित्त फड्के किनाराको साँची बस्दैन। आजसम्मको पार्टीको दृष्टिकोणले, नेतृत्वको चाहिँ एउटा स्पिरिटले त्यो कुरा प्रमाणित गरेको छ। त्यही कुरामा विश्वस्त, आश्वस्त हुँदै पार्टीलाई अगाडि बढाउन सबै श्रमदाता र शुभेच्छुकमा थप आग्रह र अनुरोध राख्न चाहन्छु। हस्, धन्यवाद उपाध्यक्ष यहाँको समयको लागि। हस्, धन्यवाद, नमस्कार।